ल आजको प्रश्न रहेको छ पास्कलले के को आविष्कार गरेका थिए यो तीनवटा मध्ये। अर्को प्रश्न रहेको छ नेपालमा धेरै गाउँपालिका भएको जिल्ला कुन हो र तेस्रो प्रश्न रहेको छ नेपालको कुल साक्षरता दर कति रहेको छ। यो तीनवटा प्रश्नलाई हामी धेरै सजिलो तरिकाले आज बुझ्छौँ, त्यो पनि विथ ट्रिक, किनकि विदाउट ट्रिकको हामी कुनै प्रश्नलाई पढ्दैनौँ। यो तीनवटा प्रश्नलाई पढ्नुभन्दा पहिला हामी एउटा कुरा सोचौँ, तपाईँहरूबाट धेरैभन्दा धेरैजना मानिसलाई कुनै कुनै बेला पढ्न मन नलागिरहेको होला। जतिखेर पढ्न मन लाग्दैन त्यतिखेर एउटै कुरा सोच्नु होला, त्यो खाडी मुलुक हो, 50 डिग्री सेल्सियसको तापक्रम, त्यो त खाडी मुलुक भयो। त्यो खाडी मुलुकलाई छोडेर हाम्रै देशको त्यो विकट ठाउँलाई सोच्नु होला जहाँ बाटोघाटो छैन, त्यो विकट ठाउँलाई सोच्नु होला जहाँ विद्यालय छैन, त्यो विकट ठाउँलाई सोच्नु होला जहाँ विद्युत बिजुली छैन, त्यो विकट ठाउँलाई सोच्नु होला जहाँ इन्टरनेटको सुविधा छैन, त्यो विकट ठाउँलाई सोच्नु होला जहाँ खानको लागि हाम्रै नेपालमा पुगिरहेको छैन। हाम्रै नेपालको मानिसले यस्तो विकट ठाउँ छ जहाँ खानको लागि तर्सिरहेको हुन्छ हो। त्यतिखेर तपाईँहरूलाई आफै पढ्न मन लाग्न थाल्छ हो। यो तीनवटा प्रश्न हामीले बुझ्यौँ है, धेरै सजिलो विथ ट्रिक। सबभन्दा पहिलो प्रश्न के हुन्छ, पास्कलले के को आविष्कार गरेका थिए। अब पास्कल धेरैभन्दा धेरै क्वेसन के हुन्छ, क्वेसनमै एन्सर लुकेको हुन्छ। पास्कलको सिएल हो, यो पास्कलले के को आविष्कार गरेका थिए। यो पास्कलको लास्ट सिएलबाट के हुन्छ, योबाट नै यो क्यालकुलेटर हुन्छ, सिएल CULATOR क्यालकुलेटर हो। यो पास्कलले के को आविष्कार गरेको छ, क्यालकुलेटरको। फेरि यो तीनवटा मध्ये मोबाइल छोड्ने, एटम बम छोड्ने, सिएलबाट क्यालकुलेटर। अर्को प्रश्न रहेको छ नेपालमा धेरै गाउँपालिका भएको जिल्ला कुन हो। धेरै गाउँपालिका है, नेपालमा धेरै गाउँपालिका भएको जिल्ला के हो, त्यसलाई यो क्वेसनमै यो धबाट सोच्नु होला। क्वेसनमै लुकेको छ एन्सर, नेपालमा धेरै गाउँपालिका भएको जिल्ला कुन हो, यो क्वेसनमै लुकेको एन्सर छ, लुकेको यो धबाट के हुन्छ, धादिङ। धबाट के हुन्छ, धादिङ। र तेस्रो प्रश्न के रहेको छ, नेपालमा कुल साक्षरता दर कति रहेको छ। यसको एन्सर पनि यो प्रश्नमै लुकेको छ, के हुन्छ, कुल साक्षरता दर। नेपालको कुल साक्षरता दर यो 7बाट 7, यो 6बाट 6 र दशमलव यो 10बाट 2। नेपालको कुल साक्षरता दर कति रहेको छ, यो 100बाट 7, यो 6बाट 6, दशमलव यो 2बाट 2। यसरी गरेर नेपालको कुल साक्षरता दर 76.2 रहेको छ र यो नेपालको धेरै गाउँपालिका भएको जिल्ला धबाट धादिङ रहेको छ। र पास्कलले के को आविष्कार गरेको छ, यो सिएलबाट क्यालकुलेटर रहेको छ। कुनै पनि प्रश्नलाई पढ्नुभन्दा पहिला हामीले त्यसलाई सोच्नुपर्छ, बुझ्नुपर्छ र धेरैभन्दा धेरै प्रश्नमै एन्सर लुकेको हुन्छ। प्रश्नमा एन्सर लुकेको छैन भने हामी अर्को ट्रिकले त्यसलाई विथ ट्रिक पढ्ने हो। ल आजको क्लास कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने आइडीलाई फलो गर्नु होला। आजको लागि यतिकै, धन्यवाद, जय नेपाल।